आफै अमेरिकामा बसेको मान्छे अमेरिकाकै जस्तो सर्भिस लाग्यो नेपाल जस्तो देशमा यस्तो सर्भिस पाउनु भनेको पनि एकदमै ठुलो कुरो हो। म ओपीडी भित्र छिर्दाखेरि उहाँले स्टडी मेरो पहिले नै सुरु सबै गरिसक्नु भएको थियो। आई वाज सो इम्प्रेस्ड। नमस्कार, मेरो नाम डाक्टर समीक्षा न्युपाने दुलाल हो। यहाँ मेडिसिटीमा मेरो भिजिट चाहिँ 33 विक्स अफ प्रेग्नेन्सीमा भएको। हस्पिटलमा देखाउने गरेको थिएँ। सबै कुराहरू नर्मल भइरहेको थियो र पछि चाहिँ एकासी नर्मल भिजिटमा जाँदाखेरि चाहिँ मेरो प्रेसर हाई भयो, 160/110 भएको थियो। हस्पिटलमा गइसकेपछि चाहिँ प्रेसर अलि कम भएको जस्तो भयो, तर सर्भिसमा चाहिँ अलिकति आफ्नो सेटिस्फ्याक्सन नभएको भएर म फेरि मेडिसिटी हस्पिटलमा निशोभा चित्रकार म्याम उहाँसँग हामीले अपोइन्टमेन्ट लियौँ र उहाँसँग लिँदाखेरि सुरुमै उहाँसँग भेट हुँदाखेरि उहाँले जुन मेरो स्टडी पहिले नै म ओपीडी भित्र छिर्दाखेरि उहाँले स्टडी मेरो पहिले नै सुरु सबै गरिसक्नु भएको थियो र त्यो हेर्दाखेरि चाहिँ आई वाज सो इम्प्रेस्ड। आई थिङ्क मेडिसिटी इज द बेस्ट प्लेस फर ट्रिटमेन्ट एन्ड फर सर्भिसको लागि चाहिँ। नमस्ते, मेरो नाम डाक्टर सन्तोष दुलाल हो। मेरो वाइफको चाहिँ विशेष गरेर अलिकति प्रेसर बढेको, हाइपरटेन्सन बढेको चाहिँ हामी एकदम वरी भयौँ। अब कसलाई देखाउने होला, के गर्ने होला भनेर। अनि मेडिसिटी अब राम्रै हस्पिटल हो, अनि मेडिसिटीमै ट्राई गर्ने भनेर चाहिँ मेरो वाइफलाई मैले कन्भिन्स गरेर एकचोटि डाक्टर निशोभा चित्रकारलाई देखाउँ न त, एपोइन्टमेन्ट लिउँ भनेर हामी भेट्न गयौँ। अनि गइसकेपछि उहाँको मलाई एकदम डाउन टु अर्थ अनि एकदम नलेजेबल अनि त्यसपछि एकदम काम अनि पेसेन्ट केयरिङ लाग्यो मलाई सुरुको पहिलो भेटमै। एसुरेन्स के गराउनु भयो भने केही हुन्न, बेबी त के अरे हाम्रो राम्रो फेसिलिटी छ, हाम्रो ग्रोथ भइहाल्छ पछि भन्ने खालको कुराहरू पनि गर्नुभयो। अनि बरुन्दा पेटमा बच्चा हुँदाखेरि केही रिक्सेस हुन्छ, जब बाहिर निक्लिन्छ त्यो बच्चालाई हामीले ट्रिटमेन्टहरू गर्न सकिन्छ भन्ने कुराले पनि मलाई एकदम टच गर्यो। एनआइसियुको टिम पनि मलाई एकदमै मन पर्यो। विशेष गरेर चाहिँ त्यसमा चाहिँ त्यहाँको डक्टरहरू हुनुहुन्छ, एकजना डक्टर तिमल सिन्हा हुनुहुन्थ्यो, उहाँ आइरहनुहुन्थ्यो, हामीलाई चाहिँ अपडेट दिइराख्नुहुन्थ्यो। र अर्को डक्टर सुजिता को टिम पनि एकदमै राम्रो लाग्यो मलाई। उहाँहरूले पनि हामीलाई चाहिँ अपडेट गराउनु भयो, एसुरेन्स गराउनु भयो र यो सर्भिस चाहिँ मलाई राम्रो लाग्यो। र म विदेशमा बसेर आफै अमेरिकामा बसेको मान्छे र मलाई चाहिँ यहाँको मेडिसिटीको सर्भिस चाहिँ जस्तै बाहिर अमेरिकाकै जस्तो सर्भिस लाग्यो होइन। नेपाल जस्तो देशमा यस्तो सर्भिस पाउनु भनेको पनि एकदमै ठुलो कुरो हो जस्तो पनि मलाई लाग्छ।